माछा बोकेर फेरि यहाँ खोला सुकाएर त्यो उता लगेर यता लगेर उता खोइ माछा लिएर अहिले हराउँछ उम्किन्छ त माछा खोइ माछा ल्याउँदै यहाँ देऊ खोइ ल्याउ न प्लास्टिक बन्द गऱ्यो भने फेरि हुन्छ यता बन्द गऱ्यो नि खोइ देखाउ त खोला न खोइ समाउ त ए ओरे भाइ कति धेरै गङ्गटी ए सबै तिमीले मार्यो हो कसले त त्यो नछोडेर पानीमा त गइहाल्छ नि कहाँ ढुङ्गाले लिएर आउने लाने अब माथि फेरि अर्को ठाउँ जाने अब यो हेर्दा आलुले त टोक्दे ला यहाँ राख कहाँको दुलो भादा त्यही त यहाँ अर्को ठाउँमा होइन अब हामीले ल के त्यो त होइन जेलाई नि माछा भन्छ नित पास आइज यहाँ आइज हे अर्को होला उयो नि उगा न ट्याप यो त भ्याउँदा क्या म त भ्याउँदा बच्चा नि टिभी होला है कहिले काहीँ त झुक्किएर हो साथीहरू हेर्नु न हाम्रो लोकल माछा गङ्गटो यति छ यति होइन यो चाहिँ जलुको भन्ने थाहा छ कि छैन तपाईँहरूलाई यो चाहिँ पिँडालुको पात हो कि के हो मलाई थाहा भएन पिँडालुको पात जस्तै हुन्छ यो खोलामा पाउँछ के यो चाहिँ होइन यो जलुको भन्छ यसलाई होइन अब हामी पानी खाँदाखेरि कस्तो जलुको गना भन्छ नि हो त्यस्तै कस्तो नआएको अरे यहाँ मैले अहिले भर्खर टिपेर लिएर आएको है यति धेरै छ यहाँ थालभरि छ होइन यो थालभरि छ भराइ खाने हो लोकल माछासँग जलुको पनि यो चाहिँ यति मिठो हुन्छ नि आमैन यो त अमृत हो अमृत यहाँको त यताको त खोलातिर कति पाउँछ नि लैलै अहिले म देखाउँछु ल कस्तो हुन्छ नि सुँगुरको चारो होला सायद होइन हाम्रो चाहिँ यो चाहिँ सुँगुरको चारो चाहिँ होइन हामी चाहिँ जलुको भन्छौँ यसलाई तर सुँगुर चाहिँ छैन हाम्रो घरतिर होइन हेर्नु न मैले त यस्तो डाँडे टिपेर ल्याएर त भाउजूले यस्तै टिप्नु भन्नुभयो मैले यस्तो पनि टिप्यो अब अहिले भाउजूलाई सोध्छु यो भयो कि भएन भनेर होइन खै सुइरो त छ यता मासतिर है सुइरो त छ यो सुइरोमा चाहिँ सुइरो टिपेको तर भाउजूले कलिलो छ यो पनि खानुहुन्छ भन्नुभयो अनि मैले सुइरो टिपेर लिएर आएँ हेर्नु न यहाँ आमैन लैलै यहाँ लौका पनि छ यत्रो धेरै यत्तिका लौका टिपेको कि आज हाम्रो खेतमा हो क्या हामी ओइ यहाँ हेर्नु त लौका के अरे लौका अरे जलुका यस्तो कुलो हुन्छ क्या कति धेरै हुन्छ नि ओ त खोला पुरै हुन्छ यो चाहिँ हाम्रो खेत हो यहाँ कोट पहिला पुरानो हो यता ततिर हेर्नु न कस्तो जङ्गल हेर्नु यहाँ कत्रो जङ्गल ओ त कुम्पुरुवा यत्रो ओ हेर्नु त भुराहरू हेर्न ए आएन हाम्रो पुरानो गोठ यो चाहिँ नयाँ गोठ यो चाहिँ पुरानो
गर्छु। हे शिव, नजान्नु नै केही छैन। अब यो चाहिँ हुन्छ कि हुँदैन अहिले थाहा हुन्छ है। यी कुलो कुलो हुन्छ, यो पानीको कुलो कुलो हुन्छ। हेर्नु न यहाँ काला काला हो, यस्तो सुइरो टिप्ने हो क्या, यस्तो सुइरो। अब यो पनि त भर्खर कुम्लिङ्ग छ नि त, यो पनि टिप्ने। मैले यतातिर भेटाएको त्यो त कति कति लौका लारहेछ भाउजूले। लौका कति फलाएको नि, कति मेहनती हो हाम्रो भाउजू त। यसरी टिप्ने हो क्या, यो सुइरो भयो। यहाँ अलिक तलबाट यसरी टिप्नु अरे यहाँ होइन। यो पनि अब सुइरो नै हो, अलि तलबाट टिप्नु अरे। यो कलिलो कलिलो कति हो कति, यस्तो कलिलोहरू। म त यस्तो टप टप टिपेको जस्तो होइन भन्नुभयो। हेर्नु न, माल हो कि माल हो यो त है। अघि पनि टिपा जस्तो लाग्थ्यो, फेरि 1 घन्टामा उम्रियो होला त। यति धेरै होइन के हो, मैले बिर्सेँ क्या यतातिर। कता हो कता हो, यहाँ छ, यहाँ छ। आमामामा एकछिनमा यति भयो मैले। ओ माई गड, यस्तो अर्ग्यानिक खाना पाइयो मैले आज। चाहिँ हाम्रो खेततिर पाउँछ कि बेसीतिर, माथि लेकतिर चाहिँ होइन कि बेसीतिर चाहिँ हो। अब यता ठिकै जस्तो लाग्थ्यो, तर होइन रे, के हो। हेर्नु न, टुनटुरुङ टुनटुरुङ है। ठस्स भएर बसेको नि, मान्छेले कति टिपेर खानु हुँदो रहेछ। कति अब यो के अरे टिपेन भन्ने त पाप लाग्छ होला मलाई होइन। टिप्नु त परो न, परो नि टिप्नु त। यस्तोदेखि छोड्नुहुन्छ माल। हेर्नु न, यहाँ यस्तो टुनटुरुङ यस्तो आइरहेछ, यस्तो मजाको नि। मान्छेहरू कति खोज्न आउनुहुन्छ कि यतातिर। अनि हामी त आफ्नै बारीमा नटिप्ने त कुरै भएन क्या साथीहरू, कुरै भएन। यहीँ खेत, यहीँ अर्ग्यानिक खानेकुरा, यहीँ कति आनन्द हो त। गहिरो छ त्यहाँ, नजा गहिरो अब। डुब्न एकछिन डुब। यसलाई पानी साह्रै फोर हुँदैन नि त।